आदरणीय दर्शकवृन्द नमस्कार। यो सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजार हो। मेलम्ची बजार अहिले बाढीको वितण्डाले गर्दा बाढीमा मिल्न गएको छ कतिपय घरहरू हामी देख्न सक्छौँ। यो बाढीको बिचमा एउटा घर तपाईँले देखिरहनु भएको छ। यता अरू घरहरू पनि लेदो बाढीले एकदम क्षति पुर्याएको छ र यता खोलाको जुन बहाव जुन किसिमको बढिरहेको छ हामी माथि पनि देख्न सक्छौँ। एकदम बहाव बढिरहेको छ। बरु ज्यान बाँचिएको छ अहिलेसम्म, त्यति नै ठुलो कुरा हो। अझै बाँचियोस् भनेर हिँड्यो हामी त। अरूहरू त हिँड्नु नै भएको छैन। अबको जिन्दगी के होला भन्ने मात्रै छ। बाँच्यो भने त जसरी दुःख गरेर बालबच्चा पालिन्छ। यहाँबाट चाहिँ अझै कतिहरू त हिँड्नै नसक्ने। अब हामी त वस्तु भाउ थिएन, हामी त हिँड्यौँ। वस्तु भाउ उनीहरू त रोएर बस्नु भएको। वस्तु भाउ छोडेर हिँडौँ पाप लागिहाल्छ। आफू मात्र हिँडेर सबै हेरेर भन्नुभएको, कतिखेर आउँछ बगाउँछ भनेर त्यस्तो त्यस्तो हेरेर बस्नु परेको छ। सबै घर आफ्नै अगाडि बगाउँदा पनि राति सुत्नुभयो? छैन, हामी त सुतेकै छैन। बिहान पानी त तर खायो। अब यो 100 वर्ष पनि हुँदैन। 100 वर्ष भने मेलम्ची बन्दैन। अब 100 वर्ष लाग्छ फेरि मेलम्ची हुन। हाम्रो त बरु एउटा घर छ, सखाप। हाम्रो त बरु एउटा घर छ, बाँध्ने आधार छ भनौँ न। सक्छु पावर छ अहिले। तर अरू यताउति हेर्दाखेरि त के सक्छ। यो झोलामा सामानहरू, घरका सामानहरू निकालेर यो सडक किनारबाट बाढी अवलोकन गरिरहनु भएको छ। नमस्ते म्याम। नमस्कार। हजुरको शुभ नाम? मेरो नाम विनिता दुलाल। तपाईँ यही मेलम्चीमा बस्नुहुन्छ? हजुर। तपाईँको घरै यहीँ? मेरो घरै यहीँ हो। घरको घर परिवार कसरी बाँच्ने, अब कहाँ गएर के गर्ने, बाँचिन्छ कि बाँचिँदैन। हिजो रातिदेखि 6 बजेदेखि अहिलेसम्म आँखा झिमिक्क गरेको छैन। अब बाँच्नै नसक्ने भएर अहिले त छेउमै आइसकेर हामी झोला अलिअलि यसो सामान यता 1-2टा बच्चाको बोकेर अनि हिँडेँ। घरै कटान्ची गरिहालेको छैन? घर हाम्रो तल्लो त गइसक्यो, अब रोड माक्लो अलिकति बाँकी छ। एउटा घर लडायो, बगाइसक्यो? खेत घर सबै गइसक्यो। अनि बच्चा बालबच्चा तपाईँको श्रीमान अरू परिवारको को कता कता हुनुहुन्छ? सबै हुनुहुन्छ। बाबु र नानीलाई पुऱ्याउन जानुभएको छ अलिक पर। हामी चाहिँ जाँदैछौँ। मम्मी बिरामी हुनुहुन्छ, मम्मीलाई लिएर जानुभएको छ। उता पनि घर छ तपाईँहरूको? घर ससुराली। ए तपाईँको माइती? माइती होइन, यो उहाँको ससुराली घरमा त्यहाँ बस्नुहुन्छ। अब तपाईँहरू विस्थापित हुनुभयो त्यसो भए? हजुर, अहिले एकैछिनको लागि अब विस्थापितै भयो त्यो घर। अब त्यो घर रह्यो भने बाढीले लगेन भने फर्केर आइन्छ, लग्यो भने त अब त्यो तपाईँहरूको खेत पनि कटान भयो? हजुर। सरकारलाई के भन्नुहुन्छ, के अपेक्षा छ यो बिचमा भन्नु त? तपाईँहरू एउटा बाढी पीडित हुनुभयो अहिले। सरकारले त अब यो हामी अहिले भएका बाढी पीडित जतिलाई होइन ठुलै नगरे नि अलिअलि बस्ने ठाउँहरू सबैलाई मिलाइदिएदेखि हुन्थ्यो भन्ने हाम्रो अपेक्षा छ। हजुर, हुन्छ है त, सबै दिनु धन्यवाद। अन्त्यमा यो झोलामा के बोक्नु भएको छ? यो झोलामा लुगा फाटो, जुत्ता सुत्ता, बुढाका लुगा। ए हजुरको ससुरा बुवा उहाँ? हजुर। नमस्ते बुवा, अलि अगाडि आउनुहोस् त। शुभ नाम हजुरको? मेरो नारायण प्रसाद दुलाल। ए हजुर, क्षति पुर्यायो तपाईँहरू? अहिले सर्वस्व नै भयो। के थियो? के अब मेरो खाने सामानले गयो खेती सर्वस्व। अहिले त्यो किनेर नपाउने खेत। कति जग्गा थियो त्यो अहिले धान 25 मुरी हुन्छ। 25 मुरी 5 रोपनी खेत गयो। कहाँ जानुहुन्छ अहिले ढाँडखोला मेरो ससुरालीमा। है हजुर। तपाईँको आँसु हो कि? हजुर, आँसु। बिजोग बनायो? केही छैन। कति वर्ष हुनुहुन्छ तपाईँ? अहिले 54। 54 वर्षको उमेरमा यस्तो वितण्डा कहिलेदेखि? हजुर, छैन। मैले उसमा केदारको बगाएको मलाई याद छ। इन्डियामा केदारनाथ बगा म जाने गरेको हुनाले हजुर त्यो मलाई याद छ। नत्र अहिले यो पहिल्यैचोटि। हजुर है। मेलम्ची बजार जुन आफ्नो शान, जुन किसिमको राम्रो बजार थियो, कति जति घर क्षति पुग्यो होला? अहिले बजारमा घर त 100 घर गयो। है 100ले नि पुग्दैन। 200 करिब 200 घरमा बस्नु हुँदैन। पुरै आधी पुर्या छ। तपाईँको बालबच्चा अरू मेरो चाहिँ परिवारलाई चाहिँ परिवार बजारमा कसैलाई नि त्यस्तो मानवीय क्षति चाहिँ भएन। हजुर, हामी रातभरि सुतेका छैन। कोही बजारभरिको बिचल्दी भयो। अब बिचल्दी अब सखा भयो। हजुर, उनी हामी सबै रोडपट्टि भयौँ। के भन्नुहुन्छ यो बिचमा सरकारलाई? अब कसरी हुन्छ, हामीलाई घाँस फासको व्यवस्था गरिदिनु पर्यो। ल मलाई खान पुग्ला,
एक किसिमलाई ती अरू गरिब परिवार नमरुन्, त्यति मात्रै हो। त्यत्रो कति मुरी धान फल्थ्यो अहिले एक कमाइमा 25 मुरी धान, अहिले तपाईँको मेरो अब त्यो तल्लो घर सधैँ लाँदा 10 करोडको सम्पत्ति भयो। 10 करोडको हजुर सम्पत्ति हजुर भयो। हजुर एउटै व्यक्तिको? हजुर म एउटा। तपाईँको अनुमानमा यो बजारमा हजुर। सबैभन्दा बढी क्षति कुन चाहिँको भयो होला भनेर म सोध्दिनँ, तर कतिसम्मको एउटै व्यक्तिको कतिसम्मको भयो होला? अब यो एउटा व्यक्तिको अब त्यो करोडौँको भयो? अब भयो हजुर। त्यो घर त कत्रा कत्रा घर बस्नै हुँदैन। है अब कोही टेडिया छन्, कोही आधी पुरिया छन्, पारिपट्टि घर अहिले सबै डुबेको छ, एउटा आधीमा छ। अहिले हजुर देख्नुहुन्छ तपाईँको घरमा नि रुवावासी त्यसो? रुवावासी रातभरि हामी रुवाएका यसले त अब धेरै क्षति पुरा अब यति भनेर यति नै छैन अहिले। हजुर हजुर अब मानवीय क्षति पनि भइरहेछ होइन। मानव यही अब बजारको पनि मानवीय क्षति? बजारको चाहिँ थाहा छैन। माथि यो टिम्बुतिरको सबै यस्तो यो घरहरू बगाएर केही छैन। सबै यो अहिले यो लेदो यो पुरा डाँडै बगाएर आएको भएर यो लेदो हजुर हजुर यो सतह माथि त आउने कुरै भइहाल्यो नि। अब पुरै पाहाडै बगाएर आएको छ। अहिले बालुवा ढुङ्गा सबै यो हाल्दा माथि माथि आएको, यो पानी मात्रै भयो यस्तो माथि आउँदैन थियो। यो बालुवाहरू ढुङ्गा गिटीहरूले गर्दा यो माथि माथि आएको हाइटमा आउँदैछ। यसो हेर्दाखेरि यो पानीको खासै गहिराइ छ जस्तो लागेन कि यता साइड? गहिराइ त छैन, यता गहिराइ छैन। पारिपट्टि चाहिँ अलिअलि हो हजुर, लेभल बढिरहेको छ। यो छैन, यो लेदो मात्रै हो एकदम। नमस्ते बुवा, नमस्ते। तपाईँको नाम हजुर? मेरो नाम सदत्त सापकोटा। ए अनि तपाईँको पनि केही क्षति पुग्यो कि? मेरो यहाँ गाउँमा बस्थ्यो, मेरो क्षति छैन। म हेर्नको लागि आएको। क्षति त संसार भइगयो नि यहाँ। है अब घर मान्छेको बिहाल भइसक्यो। कति वर्ष हुनुभयो तपाईँ? म अहिले 70 मिलमची खोलामा यस्तो बाढी अथवा यस्तो वितण्डा भएको पहिले देख्नु भएको थियो कि थिएन? योभन्दा पहिले बाढी आउँछ सरजनी ओला पल्लापट्टि पार्छ, तर यस्तो लेदो आएको थिएन, यस्तो क्षति भएको थिएन। हुन त अघि हेरि यो ठाउँमा हामीले लास पनि डढाएको हेरि यो घरमा अहिले श्यामको घर जहाँ थियो त्यहाँ हामीले लास डढाएको बर्खा ल्याउँदाखेरि पारी जान नसकेर त्यहाँ भँगालो भएको हुनाले पारी तर्न नसकेर त्यहाँ धेरै बिजोग भयो। हामी देख्न सक्छौँ जार, पानीको जारदेखि ग्यास सिलिन्डरहरू होइन, घरायसी प्रयोजनका सामानहरू बगाइरहेको छ। माथि पार्छ घर आइरहेको छ अरे सर। है अलि माथि अघिसम्म तल सिन्धुखोलामा लासहरू बगाइरहेको थियो, भैँसीहरू बगाइरहेको थियो। अब बङ्गुरहरू जिउँदै पनि थियो। अब समाउनु सक्ने होइन, यस्तो लेदो बगेको छ होइन। जिउँदै बङ्गुरहरू अब यस्तो सामान त कतै अर्बौँको क्षति भइरहेछ। यहाँ धेरै घरहरू हेर्नुहोस्, त्यहाँ माथि हाम्रो यहाँ माथि आमाहेलमा बसपारक पनि पुरा बगाइ। अगाडि जुन घर छ नि एउटा, यो एक तला त पुरै भरियो जस्तो छ त लेदोले होइन? त्यो लेदोले पुरा भरिसक्यो। यो चाहिँ सरकारी अफिस हो, यो कृषि उयो हो, एमालेको पार्टी कार्यालय हो यो? पल्लो पार्टी अफिस कृषि कार्यालय। ए त्यो बन्दै गरेको चाहिँ पार्टी अफिस भनेपछि सरकारी भवनहरू लगायत केही पार्टीको कार्यालयहरू, व्यक्तिको घरहरू पनि डुबेको छ। दर्शकवृन्द, फोहोर मैलाको व्यवस्थापनको यहाँनिर अहिले अघि भर्खरसम्म थियो, 5 मिनट अगाडिसम्म थियो होइन। हामी चाहिँ माथि गएर आउँदाखेरि अहिले यो ऊ त्यो मात्रै बाँकी छ अलिकति। यहाँ फोहोर मैला व्यवस्थापनको उयो थियो एउटा, यो नगरपालिकाको आन्दोलन गर्न सकिँदैन। र अब अहिलेको परिस्थितिमा मेलम्ची नै डुबान हुने परिस्थिति आएको छ। मेलम्ची डुबान हुन्छ। मेलम्ची बजार उठ्न कति समय लाग्ला? अब यस्तै भइरहेको भने अब 24 घण्टा भित्रमा जान्छ सर। यही परिस्थितिमा जान्छ नि। भनेको मतलब चाहिँ मेलम्ची बजारले पहिलेको जस्तै स्वरूप लिनलाई अब कति वर्ष कुर्नु पर्ला? अब तपाईँको 50 वर्ष लाग्छ सर। यो शहरमा आउँदा 50 वर्ष लाग्छ। है दर्शकवृन्द, तपाईँले देख्न सक्नुहुन्छ हामी यो अहिले बाढीग्रस्त क्षेत्रमा रहेका छौँ, मेलम्ची बजारमा। सँगसँगै विभिन्न घरहरू डुबिरहेका छन्। सर, तपाईँ स्थानीयवासी भएको हिसाबमा कति जति घर डुबे होला? कति जति घरमा चाहिँ क्षति पुग्यो केही भन्न सकिन्छ? यहाँ त 50 बढी पुग्यो। 100 घर छ सर। 100 घर डुबाउन परिसक्यो। यतिखेरसम्म 100 घर भइसक्यो। तल गर्दा यहाँ मेलम्ची एरिया तलमाथि 100 घर डुबाउनमा छ। 100 मा पुग्यो सर। है अब 24 घण्टाभित्र यही हिसाबमा आयो भने पुरै मेलम्ची नै रोडबाट हिँड्छ। सरकारले के गर्नुपर्छ यो बिचमा भन्नुहोस् त? अब सरकारले हेर्नुपर्ने हो। अब यी बासिन्दालाई कहाँ राख्ने हो होइन? अब अर्थात् त के गर्नु, अब ज्यान धनको अब खानाको सुविधा पुऱ्याउनु पऱ्यो, बाती सुविधा बनाइदिनु पऱ्यो सरकारले। अरू त के गर्नु छ र?